आज हामी माओको अन्तर्विरोधको नियमबारे कुरा गरौं, जसले परिवर्तनको प्रक्रियालाई बुझाउँछ। यो प्रश्नको जवाफ माओको दर्शनले अलि फरक तरिकाले दिन्छ। ल अब यसलाई अलि गहिरिएर हेरौं। यही नै यो सिद्धान्तको मूल कुरा हो। यो नियमले भन्छ कि संसारमा कुनै पनि कुरा कहिले एकनाश वा स्थिर हुँदैन। मतलब हरेक वस्तु वा विचारभित्र सधैँ दुई विरोधी पक्षहरू हुन्छन्। जस्तै सकारात्मक र नकारात्मक, यी दुई अलग होइनन्, एउटै सिक्काका दुई पाटा जस्तै हुन्। अब यी विरोधी पक्षहरूको सम्बन्धमा दुईवटा महत्त्वपूर्ण कुराहरू छन् जुन सँगै चल्छन्। सुन्दा अनौठो लाग्ला, तर यी शक्तिहरू एक अर्कामा निर्भर पनि छन् र सधैँ सङ्घर्षमा पनि। यिनीहरू बीचको एकता छोटो समयको लागि मात्र हुन्छ, तर सङ्घर्ष चाहिँ निरन्तर चलिरहन्छ। त्यसो भए यो परिवर्तनको असली इन्जिन चाहिँ के हो त? माओको तर्क अनुसार परिवर्तनको मुख्य कारण सधैँ आन्तरिक नै हुन्छ। बाहिरी कुराले त केवल गति बढाउने वा घटाउने मात्र हो, निर्णायक होइन। अब यो सिद्धान्तले के पनि भन्छ भने सबै अन्तर्विरोधहरू एकै किसिमका हुँदैनन्। कुनै पनि अवस्था बुझ्न त्यसको मुख्य अन्तर्विरोध कुन हो त्यो पत्ता लगाउनु जरुरी हुन्छ, किनभने हरेक वस्तु र अवस्थाको आफ्नै छुट्टै विशेष अन्तर्विरोध हुन्छ। अब यो सबै कुरालाई जोडेर हेर्दा यो दर्शनको सार के हो त? यसको मतलब द्वन्द्व बाहिरबाट आउने कुरा होइन, यो त अस्तित्वकै आधारभूत नियम हो। र यही एकता र सङ्घर्षको नियम नै संसारको गति, परिवर्तन र विकासको मूल आधार हो। त्यसो भए यो सिद्धान्तलाई आधार मान्ने हो भने आजको संसारको मुख्य अन्तर्विरोध के होला त?